नर्सहरू अब त खुसी हुनुभयो होला नि होइन नेपालको नर्सहरू आजबाट त ओहो अब हामीलाई त कसले सक्ने ह नेपाल सरकारको सरहको तलब पाउने हामी सुविधा पाउने हामी अब हामीलाई कसले सक्ने भनेर अब फेरि त्यही स्टाइल त होला नि होइन हाम्रो नेपाली नर्सहरूको त्यही पनि खुसी लाग्यो तपाईँहरूले जसरी आन्दोलन गर्नुभएको थियो जसरी आवाज उठाउनु भएको थियो एटलिस्ट सरकारले निर्देशन दिएको छ कि नेपाल सरकारको बमोजिम तलब भत्ता सुविधा पाउनु पर्यो ओभर टाइम गरेको पनि पैसा त्यही अनुसार पाउनु पर्यो र सबै ट्रान्जेक्सन्सहरू ब्याङ्किङ प्रणालीबाट हुनु पर्यो भन्ने निर्देशन सबै स्वास्थ्य लगायत स्वास्थ्यसँग रिलेटेड भएको सबै डिपार्टमेन्टहरूलाई चाहिँ नेपाल सरकारले दिएको छ भन्ने कुरा आएको छ त्यही भएर अब आज त टक्क 1.5 किलो खसीको मासु टक्क पक्खु बनाएर कोक्सो खाने होला अब मेरो गर्लफ्रेन्डले साँच्ची मलाई ब्रेकअप दिन्छ कि के हो अस्तिसम्म त अलिअलि ब्रेकअप दिने भए पनि त्यो मैले पठाएको $150 हिसाब किताब फाइनल गरेर अस्ति नै पठाएको यो त यही हो पठाएको यो सबै फिर्ता गरेपछि लिने डिसिजन होइन भने फेरि तिमीलाई मैले ल ठिक छ खुसी लाग्यो नेपाली नर्सहरूप्रति उच्च सम्मान छ सधैँ नै हेल्थ केयर प्रोफेसन सबैप्रति उच्च सम्मान छ तपाईँहरूले जसरी मान्छेलाई केयर गरिरहनु भएको छ मान्छेलाई ज्यान बचाइदिइरहनु भएको छ मान्छेको ज्यानलाई हुन्छ नि अझै स्वास्थ्य बनाइदिइरहनु भएको छ सम्पूर्ण नर्सहरूप्रति उच्च सम्मान छ र काम चाहिँ एकदमै प्रोफेसनल म्यानरमा है पैसा पुगेन भने फेरि तलब बढाउनुतिर लाग्ने हो तर काम भनेको चाहिँ एकदम प्रोफेसनल मेन्टेन गरेर अब बाँकी कुरो के म भनौँला त्यो बिस्तारै है त ल त्यही पनि ल ठिक छ राम्रो गर्नुभयो आवाज सुनियो आवाज सुनिन्छ खुसी लाग्यो बोल्न चाहिँ छोड्नुहुन्न